गाइस सबैजनाले हाई भन्नु ल भाइहरू छ हैन। हामी चाहिँ एक्चुअली हामी चाहिँ के खन्न जाने अरे पानीको चाहिँ हाम्रो चाहिँ पानीको लाइन चाहिँ लिक भएर हामी चाहिँ नयाँ पाइप फेर्नको लागि हामी चाहिँ कुकुर गाडे हामी पानी खन्न जान लागेको छ कुलो खन्न हामी चाहिँ। सो गाइस अब देख्न सक्नुहुन्छ भाइहरू छ हाम्रो यति धेरै भाइहरू छ ग्याङ चाहिँ हाम्रो चाहिँ कडक छ है गाइस देख्न सक्नुहुन्छ। हामी चाहिँ गर्मी चाहिँ लोतो छ हैन देख्न सक्नुहुन्छ घाम लागिरहेछ हामी चाहिँ हिँड्ने क्रममा छौँ हामी चाहिँ हिँडिसक्यो देख्न सक्नुहुन्छ। ल गाइस अहिलेलाई चाहिँ यति है। देख्न सक्नुहुन्छ यता भाइहरू खन्दैछ यता हामी छ भलक भलक देख्न सक्नुहुन्छ। हामी चाहिँ यहाँ खाने पानीको चाहिँ पाइप चाहिँ यो मान्छेहरूले काटिदिएर अनि हाम्रो गाउँतिर चाहिँ गएन पानी अनि हामी चाहिँ नयाँ अलिक खाल्डो चाहिँ अलिक धेरै खनेर होइन पाइप गाड्न आएको छ। भाइहरू चाहिँ खतरा काम गरिरहेछ देख्न सक्नुहुन्छ। पारा भाइहरू हाम्रो सबै देख्न सक्नुहुन्छ। यता पनि दिदीहरू आउनुभएको छ भाउजू बहिनीहरू सबै छ हामी चाहिँ गाउँको सबै आएको छौँ। गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ टक्क लाएर फर्किसक्यो होइन खनेर अनि पाइपहरू पुरेर हामी चाहिँ फर्क्यो। हामी चाहिँ पहिलेको ग्याङै हो है गाइस। अब हामी चाहिँ टक्क लाएर घरमा गइन्छ पानी आउँछ नुहाइन्छ सफा भएर बसिन्छ। आजको लागि यति नै बाइ।